हेलो गाइस, नमस्ते। वेलकम टु माई युट्युब च्यानल। यसमा अनुकार के हो सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हाम्रो घरमा दाल खाने कार्यक्रम छ अनि म चाहिँ दाल पकाउँदैछु। म चाहिँ यत्रो भाँडामा पुलाउ बनाउन लागि राखेको छु। चामल भुट्दैछु। यो चामल चाहिँ अब यो भयो होला। म चलाउनु सक्दिनँ। भयो होला हौ अब त। यो पानी फुट्छ होइन है, राम्रै पानी नौजेलहरूको पानी मैले चाहिँ चामलमा पानी हालिसकेँ। यति पानी भएपछि पाक्छ होला भन्ने आशा गरेको छु। यो चाहिँ अघि मैले यो के अरे बदाम, नरिवल, काजु घिउमा भुटेको हो, भुटेर राखेको कि हल्का कालो कालो भाँच्दो छ, त्यही पनि डोन्ट माइन्ड। मिठो हुन्छ भन्ने आशा राखेको छु मैले। अब तलबाट आगो बाल्यो। अब यो चाहिँ पाक्छ होला। हाम्रो चाहिँ यति मस्त पानी परिराखेको छु। पुलाउ पाकेर पनि रेडी भइसक्यो। पाक्यो पाइसक्यो। अलिअलि काँचो भए जस्तो छ, केही छैन, पच्छ। जको पानीहरू त्यही भने कि मैले एकछिन त्यति आगो त ओझ्याउ, मैले आगो बालेँ। त्यो सबै त नओझ्याउ न। अब म अचार बनाउँछु। अब हम अचार बनाएछ। अचार मासु हाम्रो अचार बनाउन चाहिँ केराउ खुर्सानी रेडी भइसकेको छ। अचार नबनाउने रे अहिले खसीको मासु बनाउने रे। कोही खसीको मासु खान्छन्, कोही कुखुरा खान्छन्। ब्राउन पनि फुलेर एक झोला रेडी भइसक्यो। खसीको मासु बनाउन लागिरहेको छु। खसी होइन, बोका मासु रहेछ। सरी है गाइस, खसी भनेको बोका रहेछ। मलाई नि अहिले पकाउँदै बनाउँछु खायो। बोकाको मासु रहेछ, बोकाको। खसी भने बोका रहेछ, बोका। यहाँ अचार बनाउन काँक्रो, आलु, केराउ सबै रेडी भएको छ। अब मलाई मात्रै बाँकी छ।
अनि के अरे म एक्लै यहाँ काम गरिरहेको छु होइन। अनि तरखाना सबैलाई बोलाएको अहिलेसम्म कोही आउनु भएको छैन पानी गइरहेको है। लास्टमा कोही पनि आएनन् भने के हुन्छ। डर पकाए होइन लास्टमा चाहिँ अहिलेसम्म कोही आउनु भएको छैन। अनि ल हामी त नआउने पानी परेको परेछ भने अनि बढी डर खाएर बस्छौँ हामी चाहिँ। अनि त्यस्तो हुन्छ। त्यस्तो भयो भने के हुन्छ एकचोटि सोचेर हेरौँ त। सारा मेहनत गई पानी में। अनि त्यसपछि भैँसी लड्यो है माया भिरबाट हेर भन्दै बस्नुपर्छ। त्यस्तो हुनु रहेछ होइन। लास्टमा कोही नआइदिएको थियो कि आफै खाँदै बस्दै गर्थेँ। कति खाने कि अनि भोलि खाना आउँदैन त्यही माथि बिहानदेखि बेलुकासम्म खाएको खाइ खाएको खाइ। त्यो बिसारै खाँदै म चाहिँ अब मासु बनाउन लागिराखेको छु। तेल तातिराखेको छ। मासु फ्राई गर्छु अब म। मासु फ्राई
के भयो रे मासु चाहिँ पाकेर रेडी भइसक्यो बास्ना मगमग बस्नु अब उम्लेसी झिकिदिने हो मगदान्डी खोइ फेरि ल मगदान्डी भनिदिनु ल फेरि मलाई नमस्ते गरे है नजिकको मामा घर भनेर नमस्ते मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु मेरो कान्छी छोरी युट्युब छ कि कान्छी छोरी युट्युब च्यानल छ भन्न जान्दिनँ कान्छी छोरी युट्युब च्यानलमा सब्स्क्राइब गरिदिनु होला के गरिदिनु सब्स्क्राइब गरिदिनु होला धन्यवाद सब्स्क्राइब गरिदिनु एउटीले भिडियो बनाएर भन्छ त अहिले तपाईँ पनि भनिदिनु त सब्स्क्राइब गरिदिनु भनेर भनिदिनु न सब्स्क्राइब गरिदिनु होला हाम्रो अर्को आन्टी नमस्ते भनिदिनु नमस्ते मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु भनिदिनु न मेरो तपाईँ होइन हाम्रो अरू छोरीको रे मेरो होइन भनिदिनु त हाम्रो अरू छोरीको भन्नु ल हाम्रो अरू छोरीको युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु है गाइज के अरे अरू छोरीको युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु